गर्दिनँ अब आँखा बच्चा बेबी भइसकेपछि यसरी घरमा काम गर्दैछु हेर्नु होला। गर्न चाह्यो भने के हुँदैन होला र गर्न चाह्यो भने सबै कुरा हुन्छ। म त बेबी हेर्दै पसलमा अर्डर लिने बहिनीहरू हुनुहुन्छ पसलमा अर्डर लिनुहुन्छ धेरै, उनीहरूले मात्रै पनि भ्याउँदैन। हेलो साथीहरू, मैले चाहिँ बेबी भएकोदेखि घरमै काम गर्ने गरेको छु हेर्नु होला। हामीले गऱ्यो भने के चिज हुँदैन होला र पसलमा चाहिँ अर्डर लिने हो। पसलमा अर्डर लिएर अनि घरमै सिलाउँछु बेबी हेर्दै हेर्नु होला। हजुरहरू पनि कसरी गर्ने भनेर सोचिरहनु भएको छ भनेदेखि यस्तै गर्नु होला। मैले चाहिँ पसलमा काम गर्ने बहिनी दिदी हुनुहुन्छ, उहाँहरूले अर्डर लिनुहुन्छ अनि घरमा काम गर्छु। हेर्नु यस्तो छ है मेरो पसलै जस्तो छ घरमा रुममा पनि हेर्नु होला। घरमा ल्याउने काम गर्ने है त साथीहरू। हजुरहरू पनि यस्तै गर्न चाहनुहुन्छ भने मसँग सिक्नु होला। हेर्नु होला साथीहरू, मेरो चाहिँ यस्तो छ है हालत। बेबी यहाँ छ, यो बेबी भएकोदेखि भर्खर मेरो बेबी चाहिँ 4 मन्थ भयो। अब हेर्ने मान्छे पनि खासै हुँदैन। एउटा बहिनी चाहिँ यहाँ नानी छोरी हो, बहिनीको छोरी हो, यो बहिनी हो। हेर्ने मान्छेहरू छैन, यस्तो छ हेर्नु होला। घरिघरि यो झुलुङ्गोमा झुलाउँछु। के गर्नु गाह्रो छ है। अब यसै गर्दा गर्दै अब काम पनि भ्याउनु पर्छ। बच्चा नि अब हेर्नै पर्यो। मेरो बेबी नानी हट बाबुलाई हेर्नु देऊ। हेर्नु होला मेरो बेबी, यो 4 मन्थको बेबी हो। हेर्नु है हाम्रो हालत यस्तो छ अहिलेको अवस्था।